हेलो एभ्रिवान साथीहरू यतिखेर चाहिँ एकदम पिसफुल जग्गा भनेको चाहिँ यहाँनिर सौलमा रहेको यो खोको आर्टिफिसियल खोको यतिखेरको लागि चाहिँ हाम्रो एकदम गन्तव्यको केन्द्र हुनसक्छ है। एकदम ठिक छ यहाँनिर अहिले चाहिँ मान्छेको पनि एकदम भिड छ अनि त्यहाँदेखि घुम्नुहरू पनि एकदम लाइट ठाउँरहेछ। मान्छेहरू अझ घुम्नुको लागि भनेर एउटा मेडिकलै बोकेर पनि आइरहेछ यहाँनिर हातमा पुरा उयो लाएर पुरा सेलेन पानीहरू लाइवरी पनि आइरहेछ है। त्यस्तोसम्म हुन्छ मान्छेहरू घुम्नु फिर्नुको लागि भनेको जस्ट एकदम ठिक छ यो बाहुबलीको उयो झर्ना जस्तै के एकदम ठिक छ यहाँनिर है। जस्ट रमाइलो छ मान्छे पनि झकाझक छ केही छैन यो माथि डाँडा पनि धेरै छैन तर यो चाहिँ आर्टिफिसियल हो यहाँ सायदै पम्पबाट पानी तानेको होला तर जस मान्छेको एउटा आकर्षणको केन्द्र चाहिँ बनाएको छ राम्रो छ त्यो एकदम ठिकठाक छ है। ओके नेक्स्ट भिडियो हेरौँला।